आज चाहिँ हामी पूर्वको झापा जिल्लामा रहेको किचकबध भनेर ठाउँमा आएको छौँ। यहाँ चाहिँ आइसक्रिम बेच्ने ठाउँ रहेछ। यहाँ चाहिँ भैया हुनुहुन्न रहेछ। तपाईँ जानु त आइसक्रिम हामी चाहिँ एकदमै यस्तो फोहोर रहेछ। हावाहुरीले गर्दाखेरि पत्ता झरेर यहाँ चाहिँ यदि तपाईँहरू कोही जबको खोजीमा हुनुहुन्छ भने हामीलाई यो बडाल कुरा गर्ने स्टाफ चाहिएको छ। तपाईँहरूले सम्पर्क गर्न सक्नुहुन्छ। अनि हामी चाहिँ यहाँ दिदी तपाईँको नाम के हो? मेरो नाम पूजा दिदीको मम्मी अनि हाम्रो आन्टी हुनुहुन्छ होइन। गाइस तपाईँहरू पनि यदि झापा जिल्लामा रहेको किचकबध घुम्न चाहनुहुन्छ भने मेरो भिडियोलाई अन्तिमसम्म हेर्नु होला होइन। अहिले पार्क पनि यहाँ तपाईँहरू चटपटे खाने ठाउँ पनि रहेको छ। यहाँ चाहिँ वाउ कस्तो राम्रो फुल रहेछ हौ यहाँनिर। कस्तो राम्रो फुल रहेछ हौ। यहाँ चाहिँ तपाईँहरूको लागि घरेडी यदि घरेडी चाहिएको छ भने किन पस्नु चाहिँ पाउँदैन होला होइन। यत्रो कोठा बनाएर के बनाउनु आँटेको होला क्या। अनि यत्रो डस्टबिन भइकन यसरी फाल्नु चाहिँ अलिक भएन होइन। तपाईँहरू घुम्न आउँदाखेरि चाहिँ यस्तो काम नगरिदिनु होला कृपया। यो चाहिँ मेरो विनम्र अनुरोध छ। यो चाहिँ के हो? यो कत्रो इट्टा हो? यो त मैले पहिला घरको छत यस्तो छानामा लगाएको देखेको थिएँ। यस्तो इट्टा त यस्तो इट्टा कोले देख्नु भएको त कोहरू चाहिँ यस्तो इट्टाको छानाको घरमा बस्नुभयो गाइजहरू। उठाउनु त दिदी एउटा यसो उठाउनै नसक्ने मैले घरको छानामा लगाएको देखेको थिएँ क्या। बाहुबली केही भएको छैन। हामी सिरिस नफुलेको सिजनमा आएछौँ नि। यो इँटा चाहिँ के आन्टी भनिदिनु त? नक्कल भनेको डुप्लिकेट कपी। ए त पहिलाको इट्टा यो उयो होला सिमेन्ट त होइन नि। यो कति डर रहेछ त। वाउ यस्तै बाँडेको रहेछ। हामी यही ठाउँ घुम्न आएको हो त यस्तै घारीघुरी। यो चाहिँ किचक के अरे किचक भनेको के होइन? किचक चाहिँ कस्तो भन्थ्यो? ए यो चाहिँ राक्षसहरू बस्ने ठाउँ अरे नि तिनीहरूको। त्यो ड्राइभर अङ्कलले किचक भनेको चाहिँ राक्षस थियो अरे। मेन गुन्डा थियो अरे। अनि त्यसपछि उता बस्ने घर होला नि त्यसकै बनाएको नेपाली आएर मारेको थियो अरे क्या त्यो राक्षसलाई। लुजुम त हेर्न। अब चाहिँ हामी जाँदैछौँ किचकलाई मारेको ठाउँ हेर्न गाइस। मारेको ठाउँ हामी जाँदैछौँ कस्तो रहेछ कसरी मारेको रहेछ। अब त अब गएर हामी हेर्नेछौँ। तपाईँहरू पनि हेर्नुको लागि चाहिँ हामी जाँदैछौँ। यहाँ चाहिँ यो चाहिँ कसको घर हो? प्रहरी चौकी छ त यहाँ त नि। प्रहरी चौकी सिरिसको फुल फुलेकै रहेन रहेछ। यो हो यो बाफ्रे इट्टा रहेछ। स्टोरेज फुल्दा हुँदैन नि। 4 मिनटको भइसकेछ। म भिडियो बनाएको गर्छु। के बनाउनु आँटेछ? पहिला उताको पुरानो वाल निकालेर यो माथिबाट बनाउनु आँटेछ। यो चाहिँ पहिलाको इँटाको साइजमा निकालेको अरे त्यो पहिले यहाँ यो त्यो दरबारमा भित्रको इँटाको थियो। अर्को पनि दरबार मिसिन नै छ यहाँ भनेको ठाउँमा। त्यसकै माथि जस्तो साइज निस्किन्छ नि बाटो यहाँबाट खनेर निकालेको इँटा चाहिँ। ए अब चाहिँ हामी जुन यो इँटा छ नि त्यो इँटा खनेको ठाउँ हामी हेर्नु जाँदैछौँ। हामी चाहिँ आज हामीले किचकको हिस्ट्री जान्दैछौँ है। ए यहाँ खन्दै पनि हुँदो रहेछ। खोइ ए त्यही हो राक्षस किचक। ए म त चिन्दिनँ है को यहाँ चाहिँ यस्तरी खन्नु भएको रहेछ।
यो इट्टाको उयो चाहिँ के हो म त केही बुझिनँ त हौ। यहाँ चाहिँ यसरी खनेर चाहिँ इट्टा निकालेको रहेछ अनि त्यही इट्टाको साइजमा चाहिँ यहाँ धेरै इट्टाहरू बनाएको रहेछ जुन अघि देखाएको रहेछ। अनि आज हावाले उडाएर पुऱ्याउँछ होला एकैचोटि घरतिर। अनि ओहो यहाँ यस्तो पो हुँदो रहेछ नि। ल यो के भएको यस्तो कसरी यस्तो भएको माटोले भएछ नि भएर त पुरा बाफ्रे। अनि इट्टै इट्टाको त घर छोरा पुरिएको कि के हो यो? 2200 वर्ष अगाडि 100 वर्ष 2200 वर्ष अगाडि गरे 2200 वर्ष अगाडि इट्टाहरू यस्तो खतरा म किन्दैन रहेछ त। बनाएको होला के भएर चाहिँ पुरेको होला फेरि यस्तो पुरिएको छ माटो मुनि भन्दै हुनुहुन्छ सबैजनाले। यहाँ चाहिँ कता गयो त्यो खै उयो के अरे त्यो उयो खै यहाँ भिडियोमा देखाऊँ भनेको देखिँदै देखेन खै कता हो कता देखेन हौ यता पर छ क्या कता यहाँनिरै जुम हुँदैन कि क्या क्यामेरा गर्ने होइन ऊ पर ऊ। हामी चाहिँ किच्चकको दरबार घुम्ने क्रममा नै छौँ होइन। अनि यहाँ चाहिँ एकदम खतरा रहेछ। यो चाहिँ किच्चकको घर अरे क्या पहिलाको दरबार अरे। हामी हेर्ने क्रममा छौँ तर मलाई अचम्म लागिरहेछ माटो मुनि हामीले त माटो मुनि छ तर किच्चकको दरबार अरे उसको घरको इट्टा निस्किरहेछ। ओ माई गुडनेस। यहाँ चाहिँ काम गर्दै हुनुहुन्छ मान्छेहरू। यो मान्छे चाहिँ को यो चाहिँ मारेको यो चाहिँ भीमसेनले चाहिँ किच्चकलाई मारेको अरे क्या। यहाँ यो भीमसेनले चाहिँ यहाँ मारेको अरे के मार्छ यहाँ किच्चक यो टल्केर केही देखिन। भीमसेनले मारेको पनि पन्च दिएर क्या पन्च दिएर मारेको अरे क्या यहाँ बसेर यो यस्तो बङ हानेको रहेछ क्या। त्यो के अरे रेस्लिङ खेल्छ नि जुरुको उजाले यस्तो बसेर बङ हान्छ नि त्यस्तै। यही किच्चकको घर अरे क्या उयो त्यो चाहिँ अहिले इट्टा हामीले देख्यो नि अन्त कनक्कै तन्काएछ नि हौ। खै हाम्रो के अरे भीमसेन बाजेर पनि हेर्दैन यहाँ पुरा मान्नु हेर बिचरा किच्चकको हालत यहाँ बिचरा किच्चक आयो आज हावाले फ्याक्टरी। यहाँ चाहिँ पोखरी पनि रहेछ। तपाईँहरू पनि आउनु होला यस्तो अचम्म लाग्दो ठाउँ छ कि आमा म त सक भएँ बाफ्रे। माटो मुनि पनि इट्टा छ ला घर छ भन्दाखेरि इट्टा एरिया। अब चाहिँ बसेर राम्रो भएछ मान्छे। हामी चाहिँ अब किच्चकको घर पनि हेऱ्यौँ किच्चकलाई मारेको पनि हेऱ्यौँ। अब चाहिँ हामी झोलुङ्गे पुलतिर जाँदैछौँ। हाम्रो दिदी हुनुहुन्छ दिदी यता हेर्नु अब हामी लाग्यो है। अब डनहरूलाई ढोका नि खोलिदिइहाल्नुहुन्छ। यस्तो चकचक गर्नु चाहिँ पाइँदैन है यहाँ आएर। जेल उयो हेर्नु जेलैमा ठक्यो अब म त तान्ने कस्तो राम्रो पो देखिँदो रहेछ। किच्चक होइन हौ किच्चक बर पिपलु वाउ जाउँ फोटो खिच्न कता खिचौँ कता खिच्ने हो। कस्तो दामी रुख रहेछ हौ तर पत्ता झरेर चाहिँ यहाँ हजुर उयो हुन्छ नि यस्तो समातेर पिङ खेल्नु न। वा ए रहेन त रहेछ छोटो रहेछ रुख होचो भयो क्या अन्त रुख होचो भयो। मलाई चाहिँ नहान्नु नि फेरि यहाँ क्यामेराम्यान फेरि क्यामेराम्यान के अरे घाइते भयो भने फेरि
रोक तिमी अर्को वर्ष अलिक ठुलो हुनु बढ्नु तिमीलाई मेरो आशीर्वाद छ यो रुख भएर काम लाग्दैन हामी चाहिँ अब झोलुङ्गे पुल चाहिँ उयो रहेछ है यसै कता देखिँदो रहेछ यहाँ फोटो दामी आउँदो रहेछ होइन त दिदी जाउँ न त यहाँ नि राम्रो आउँदो रहेछ ल अब हामी चाहिँ फोटो खिच्न गएको गाइस साथीहरू हामी चाहिँ झोलुङ्गे पुल पनि आइसक्यौँ हामी चाहिँ फोटो खिच्न आएको हावाले फोटो खिच्नै दिएन हामीलाई चाहिँ नानी देखिनु अनुहार नदेखेर हावाले उडाएर एकैचोटि कहाँ पुर्याउन आँटिसक्यो हामीलाई उडायो देख्न सक्नुहुन्छ तपाईँहरूले देख्न सक्नुहुन्छ हावाको कमाल वाउ वाउ भूत भइरहेको भूत के गर्नु भ्याउँदैन ए अब चाहिँ हामी फेरि अर्को ठाउँ पनि घुम्न जान आँटेको त्यही भएर भ्याउँदैनौँ हावाले उडायो तर पनि पर्दैन हाम्रो सुन्दर भ्यू उपरबाट बाइक आउँदैछ खोलालाई के भन्छ इङ्ग्लिसबाट यहाँ चाहिँ सुन्दर यहाँ चाहिँ रिभर्स है रिभर्स गाइड पछि कुन खालको टिचरहरू पनि खोलालाई के भन्छ नजान्ने पनि अनुहार पनि छ यहाँ अब हामी चाहिँ झोलुङ्गे पुलबाट पनि घरतिर लाग्यौँ होइन अनि ए हातै गल्यो